यो हो परिपत्र। यसमा कसरी गरिन्छ र यो के हो यसको बारेमा आज म जानकारी दिन्छु। परिपत्र भनेको के हो? एकै निकायले एकै पटकमा धेरै निकायहरूलाई पठाउने एउटा बेहोरा पत्रलाई परिपत्र भनिन्छ। यो दुई प्रकारको हुन्छ, एउटा सिधै पठाइएको परिपत्र, एउटा तह तह हुँदै गर्दै परिपत्र। त यसमा हेर्नु न, यसमा सिधै पठाउने परिपत्रमा को नमुना लिएर आइसकेको छु, जसमा सुरुमा यसमा लेख्दा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौँ विद्यालय, यो शाखा विद्यालयको लागि हो शाखा में पर्छ, यानि कि प्रान नम्बर। यसमा यहाँ हेर्नुहुन्छ, यहाँ मिति लेख्नुहुन्छ र यो तपाईको भयो विषयमा के लेख्नुहुन्छ हेर्नु के गर्नु। निःशुल्क पाठ्य पुस्तक विवरण प्रणालीको बारेमा जानकारी दिँदै हुन्। यसमा यति श्री शिक्षा विकास तथा समन्वय एकाइ, यसमा कतिवटा जिल्लाको बारेमा लेखेको छ, 77 वटा जिल्लाको बारेमा छ। शैक्षिक पत्र 2082 र 83 निःशुल्क पाठ्य पुस्तक, यसलाई बडी लाइन भनिन्छ। यसलाई बडी र यो परिपत्रको यो नमुना हो, यसलाई बडी भनिन्छ। यसबाट तल लेख्दा हेर्नु, बौधाई श्री शिक्षा विभाग सानुकोटी भक्तपुर र यसमा दरखास्त र यसमा शाखा अधिकृत जो लेखेको त्यसको सिग्नेचर।